रवि लामे छाने कि हाम्रो छाने जेलमा छ नि अहिले त्यहीको जेलमा रवि कि रवि चिन्नुहुन्न क्या रविले के बनाउनु तरकारी बनाइदिए अब भात बनाउँछु भात ल्याउँछु अनि बनाउँछन् कस्तो बनाउँछन् र भाइ कस्तो बनाउने हो म भेडाकोमा जाने स्वाद बनाउनु हिरो बन्यो त मलाई त खासै खाने मन छैन तपाईँले त 2 भए पनि पुग्छ होला है तपाईँको होइन बस्दै बसले अहिले त्यहाँ राख्नु खान्छ टोकरी भात चाहिँ टोकरी माथि नराख है के बनाउनु लाग्छ के बनाइ के बनाउनु पो यही खाए भइहाल्यो नि किन जानु पर्यो त नि यसले एकजना यही बनाउनु त किन के बनाउने र यहीँ सबैलाई उही पकाउनु खानु चामल भिजाइदिइहाल्छु बसाल्यो होइन बसाल्यो होइन बसाल्यो बसालिहाल्छु उहाँ कहाँबाट एक्लै पकाउने भोलि नानीको भएपछि त पर्सि उसले त पर्सि आउँछ है भोलि कति बजे 11 बजे भोलि कुर्तीको त्यो टुक्रो गरेर त तान्नु दिउँसो भन्नु बेलुका म कति बेला आइदियो र अघि नै हो
लिनु पर्यो यति गरे त बा प्रेम त फेल भएछ होइन माया पास माया होइछ पास र प्रेम खेल्ने लो माया पास होइछ अचम्म लाग्छ सुनेर अनि भनेको छोरीले त फेरि प्रतापको छोरीले उसबाट न। नाम निकालेछन् है निकाले कि निकालेन निकालेन त्यसबाट नारायण मान्यो त निकाल्छ नारे नभएर गाह्रो छ नि कस्ता ट्यालेन्टले गयो र त्यो अब त्यो हाम्रो भनेको छोरी त्यो बोल्दैन बोल्ने अनि प्रतापको छोरी यस्ता गरेर नारायण बोर्डिङमा त त्यत्तिकै पास गराउँछन् कि बोर्डिङको भरले त हुन्न बोर्डिङले गर्दाखेरि हामीलाई बिगाऱ्यो भने चाहिँ एकछिन मैले चित्त गरेँ त्यसको के रिजल्ट आउने भयो कि नआउने भयो कसको तिनीहरूको आइसक्यो आइसक्यो कुन स्कुल हाम्रो त अहिले कहाँ आउँछ नि यो सरकारीको क्या सरकारीको त अरूको त आइसकेको छ तिनवटा स्कुलमा त तब एउटा पनि विद्यार्थी पास गराएन जम्मै फेल भयो तिनवटा स्कुलमा यहाँ चितवनमा दुईवटा पढेर एउटा चाहिँ यता कता पढेर हाम्रो त हेर्नु शनि पनि चिन्छ होला नि योभन्दा अघिल्लो वर्ष फेल भएको मेरै ब्याचको हो तर चाहिँ फेल गरेर के नगरेको त्यो पास भएछ अर्को एकजना फेल भयो होइन त्यहाँ त पास छैन त होइन त तिनवटा स्कुलमा विद्यार्थी एउटा स्कुलमा लगभग 400जना थियो अरे त्यस्तो त छैन यहाँ अहिलेसम्मको हाइट छैन होइन टोटल कि ऊ एउटा कक्षामा टोटल कता होइन स्कुलभरिमा कि त्यो त होला अनि त्यसरी त्यहाँ एउटा विद्यार्थी पनि पास छैन अरे एसीमा त्यस्तो गरेको स्कुलभरिको स्कुलभरिको कुनै पनि पास भएन अरे एउटा विद्यार्थी पास भएन जम्मै फेल भयो अरे होइन हाम्रो एसी त्यस्तै हुन्छ कुनै कुनै स्कुल एकजना पनि पास हुँदैन अब तिम्रो के गर्छ थाहा छैन अब एसी दिनेलाई अब एसी हुँदैन हुँदैन किन अब एसी हुनु सिधै 12मा गएर अब त सिट 10 को छैन अब त सिम्पल होइन म हामी लास्ट ब्याच हो क्या हो त नि मैले भने अरूले होइन मैले भन्नु खोजेको एसएलसी पास अब दिदीको अबको ब्याच अब दिन्न तिमीलाई ल्यायो अरूलाई हाम्रो लास्ट ब्याच हो नि त अब त सिट त 9 8 10लाई पनि 42 बनाउनु भयो क्या 8को जस्तो हो र अब सिट 8 को चाहिँ 42 हुन्छ अनि सिधै 12 को चाहिँ 80 त्यही 10 सिधै 12 मै एसी हो पढाएको छ 12 को यहाँ हामीलाई गइसक्यो मान एसी त्यहाँ फेरि जस्तो अहिले 10 अब एसी दिन पाइयो 12 मा मान्यता पाएर त यसको हुन्छ कि अहिले त्यति बेला दुईटैको हुन्छ पुरानोको हुने भयो नि त अर्जुनको बढी मान्यता हुने भयो नि त अब हेर्नु अब 13 हुने भयो अब दिनेको जाने मान्यता कम अब अनि 10 को छैन खाइरहेछ किनभने स्कुलमै चेक हुन्छ बाहिर जाँदैन अनि त्यहाँ आएर पास हुने धेरै सम्भावना हुन्छ स्कुल अनि फेरि 12 कक्षामा हत्ती टाइप गर्छ 12 हाम्रो त एससी पनि दिइहाल्यो अब फेरि 12 कक्षामा पनि लगाउँछ 12 मा हुँदैन तिमीले हुन्छ अब किनभने आज त्यो लगातारलाई नि हुन्छ 12 हुन्छ 12 मा कसरी हुँदैन अब 8 मा टाइट हो 8 मा कहाँ टाइट हुन्छ दिलाइसरी हो नि हुन्न 8 टाइट त्यत्रै हाम्रो स्कुलमा त होइन हामीलाई टाइट थियो कि आउँदैन रे हिलबाटको अरूको पर्दैन सरहरू त्यहाँ यसरी अरू सर पढाइरहेको छ नि टाइट गरिरहेको छ नि अरू सरहरू ल्याएर बोलाउने क्या आउनु 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 अनि गेटले बस्छ स्वाद गफ हान्छ कि 4जना माथि 4जना भित्र त्यस्तो चिडाहरू त थाहा छैन कि यस्तो छ आफैले लुज गऱ्यो अरूलाई पनि टाइट गर्न दिँदैन सधैँ बोलाइ अनि यहाँ सीमा पनि त्यस्तै गरेछ लास्टको 15 मिनट खुल्ला छोड्दैछन् हामीलाई चितन माविले यस्तो टाइट हानेको लास्टको 15 मिनट झन् टाइट चितन माविले अनि भर्तु माविले फेरि त्यस्तै लुज हानिदिएको 15 मिनट जे गर्ने हो हामी यस्तो सरहरूलाई भनेको नि सर तपाईँले कहाँ यस्तो गर्नुपर्छ अब बाबुहरू तिमीहरूले पनि गर्न पर्ने यस्तो हो कि तिमीलाई पढाएको
नानीमा यहाँ जान मिल्दैन थियो कहाँ मिल्थ्यो त हो तिनीहरूले उताको विद्यार्थीलाई तिनीहरूले गराए तिनीहरू जबरजस्ती उसको होटेलमा बसेका छौ तिमीलाई जाने यिनीहरूले हेर्न पाएन अब कसरी मिल्दैन नि फेल भयो भने उसलाई र यो चितन मावि छ नि नारायण माविको 400 जना थियो 10 कक्षामा मात्र दसमा माथि 400 चितन माविको 16 जना है सुन्नु चितन माविको त्यो दुईटा मात्र स्कुल परेको क्या पर्यो जस्तो नि 1 देखि 16 सम्म र 10 चितन माविको 1 देखि 16 सम्म एउटा बेन्चिङ परेन अरू बाँकी र त्यत्रो 350 जना भन्यो नि साइडमा नारायण मावि त्यसकै साइडमा नारायण मावि पर्छ तिनीहरू दुईटा चितामा पास साथी हुन्छ साथी परिहाल्छ बरु त्यत्रो 400 विद्यार्थीमा तिनीहरूलाई कसले हेरेर भ्याएको अनि एउटा बेन्ची छ यत्रै त्यसमा 2 जना राखेको त्यता पुलिस पनि त गएको छैन कहाँ पुलिस राख्दैन नि सिट चेक गर्ने बेला मात्र पुलिस राखेको बाहिर चेक गर्ने मात्र हो यो बाहिरमा थियो 12 मा हो मैले दाजु के छ कसो छ त्यही चाहिँ गर्ने हो यो भित्रबाट केही गर्ने होइन भन्दैन यो टिचर नै माथि थियो टिचरले हाम्रो पालामा हलमा हामीले थियो बेन्च राख्ने एउटा बेन्च त्यहाँ भयो भने एउटा बेन्च चाहिँ बाइक लिएर भयो नटाढो त्यहाँको फेलोस् न एउटा यहाँ एउटा त्यहाँ थियो हामीले राखेको हो नि त हलमा त तर हलमा बसेर पढ्दा कि अनि ट्याक्कै यात्री लकेर अब हिँडाइदियो त यहाँबाट बेन्च लिएर अनि हाम्रो तर एकजना एउटा बेन्च त्यहाँ एउटा बेन्च त्यहाँ हल टाढो हुनेछ नि धोने आठ एउटा बेन्च राखेको बेन्च फेरि यत्रो यहीँबाट यति गर्ने त्यस्तो 2 जना राख्छ छैन हाम्रो त ढुङ्गा राख्थ्यो एउटा ढुङ्गा यहाँ एउटा ढुङ्गा त्यहाँ अरू केही थिएन भित्र ओर्नु त्यो ढुङ्गामा बसेर गरिन्थ्यो तर उसलाई राम्रो पढेको भनेर अब पढेको अब यहाँ 10 बजी छोड्थे होइन तपाईँले खानेको यहाँ बनाएको छ नि 10 अहिले पढे नि भेनामा केही कतिले पत्ता पढ्न हुन्छ हो कति रहेछ बढी दामकै अर्जुनको तपाईँको बिहा चाहिँ एउटै रहेछ कति खायो यहाँ होइन कृष्ण राईको बिहा होइन उहाँ कति खायो 60 60 कृष्ण राईको बिहा अरू यो देख्नु रहेछ मलाई भेना देख्नु तपाईँ अघि बसेर त भेना चाहिँ कृष्ण राईको बिहा थियो कृष्ण साथी राम्रो तपाईँमा 11 सँगै पर्छ मलाई फाइदा नि त तपाईँको फर्जी गरेर खाइन्छ खाइने त तर 12 वर्ष अनिवार्य गर्नुपर्छ 12 वर्ष नगरेको भोलेन नि अहिले चाहिँ चिनको गाडी खाना परेको नि 12 वर्ष अनिवार्य गर्नु 12 वर्ष अनिवार्य भयो 12 पास तपाईँको नभएको नि विदेश जान तर अस्कोमा लाग्यो पनि हात के डर्ने हो भन्छ होइन हामीले चाहिँ खाना चाहिँ हुन्छ त्यो पनि 10 पास गरेको मात्र होइन हाम्रो त अब आज भोलि पर्सि यो बनाएको हाम्रो त ढिलो हुन्छ भोलि एकदम सुपरी पर्सि पनि जाने भोलि नै भोलि पर्सि गर्दै त्यस्तो हप्तामा सुन्नुपर्छ के अरे अब खाना खानालाई पनि 10 पास के ल अहिले खाना अलिक बोल्न चाहियो नि त्यसमा हल्काले इङ्ग्लिस त बोल्न त के त्यसले त पास त गर्नै परिहाल्यो इङ्ग्लिस आएन किला सोफा पार्दैन जाने गएर ध्यान जाने तरकारी लिनु वो चाहिँ 1 रुपियाँ छैन मसँग 20 रुपियाँ हामीलाई छैन 20 रुपियाँले हुँदैन जानु त यसले ढालिदिएको जस्तो ढालिदिएर बिहान मिसो गराउने आनन्दले छ आनन्दले गर्छ त्यो होइन कि उता छौ त्यहाँ त्यो हो पहिला त्यो हात तर
त्यो तलको त्यो डाङको कोटार त त्यो बाइक कोटाको रहेछ कि हो त्यो भित्र हाल्यो अनि त्यसपछि कोटारे दागेदार लक्ष्यमाथिलाई होस पर्ने हो माथि सिधामा लानु पर्दैन मम्मी 3टा पिसा लाएर जाने त्यसलाई पर्ने ट्याङ्कीतिर झारेको हुन्छ क्या पेराम भाइ पेरेमकै यहाँ आउँछ है त भाउ छोड्नु भयो दुईटा बिचमा लाएर पाँच दुईटा मिसेर आयो कि इजम रिजम दिने पाउँछ कहाँ पाउँछ पाउँछ पाउँदैन दुईटाले पाउँछ कहाँ पाउँछ दुईटा मिसेर 8 का 10 का छेला मात्र पाउँछ के त्यो 7 को छेमा 7 मा त पाउँछ जम्नु फेल भयो 7 मा त फेल भयो फेल भइसक्यो सुरुबाट पढ्ने माया कसरी पान्छ माया पनि साथ नै हेर तो अहिले 9 मा जान पर्ने हो माया त 9 मा जान पर्ने हो नि त 9 हो कि 10 हो त उहाँ कति 2 वर्ष फेल भयो हैन हो अमरा भएछ अनि यहाँ एकचोटि 14 जना 3 चोटि फेल भयो 3 चोटि फेल भयो अनि पास भयो कि स्कुलले जहिले पास गराइन्छ हैन एकचोटि फेल भएपछि अर्कोचोटि त मेरो साथी सोनी भने न स्कुलमा तपाईको 3 फेल फेल भएपछि स्कुलमा पनि लाज लाग्यो यो सोनी भनि छ नि तो एकचोटि फेल भयो नि त मेरो ब्याचको अनि चाहिँ अहिले पास गराइन्छ अनि अर्को फेरि फेल गराइन्छ ए 10 मा यस्तो हुँदैन अहिले माया फेल हुन्थ्यो नि त रामा हुने त त्यसले मलाई भनेपछि मलाई दुईटामा डाउट लाग्छ मेरै साथीको जस्तै क्या अझै नै 8 कक्षामा 42 महिना होइन 42 महिना 9 कक्षामा त 10 कक्षा हामी 3 जनाको म दिनेश र यो गर्थेँ होइन साथी गर्थेँ त्यो त ढुक्कसँग म ढुक्क पास्छु हो अनि हामी त चुपचाप नबस्नु लाटामा त्यही फेल भयो हामी सबै अनिल फेल हो अनि त्यो गयो अनिल फेल भएछ त
Permit.
जाउला मेरो है यसले भन्दा आरेको छ क्या यसो है कहाँ छ योभन्दा ठुलो थियो रहन्छ यसैले गर्दा है माथि रहेछ
हाय हाय मैं तो मर गई।